हेलो अब भगवती माईलाई ल दर्शन गरेर फर्कियो गाइज होइन सोलो घुम्न आएको आज कालिम्चोक घुम्यो अब मजाले अब यहाँ ओह्रालो म चाहिँ केबल कारमै चढाए हो उकालो हिँड्न अल्छी लागेर एक्लै भएपछि हिँड्न अल्छी लाग्यो यस्तो बवाल छ है यो चाहिँ अब कालिम्चोकबाट देखिने भ्यू हो हिमालको वरिपरि हिमाल चारैतिर हिमाल यो चाहिँ रास्तामान हामी चाहिँ कालिम्चोकको ओह्रालो झऱ्यौँ अघि त्यताबाट थोरै मात्रै उका यति मात्रै धेरै छैन हिँडेर आउन मजा हो तर एक्लै हुँदा चाहिँ मलाई हिँड्न मन नलागेको कारणले चाहिँ रास्तामान देखाएको टकर हिउँमा चाहिँ आइस फल भनेर चाहिँ यति है त्यही पनि यो चाहिँ पुरै शीत लागेको ठाउँमा बस्ने हो अब हिउँ परेको सिजन चाहिँ धेरै राम्रो हो यो चाहिँ कुरी बजार यहाँबाट देखिने चाहिँ कुरी बजार यो सडक हिउँ परे टाइममा चाहिँ यस्तो रमाइलो देखिन्छ यहाँ अहिले चाहिँ खडेरी नै देखिने हो पुरै हिउँले डढेको घाँसहरू अब केबल कारमै जाने हो म पनि तल गएर चिया खान पर्छ नास्ता पानी गरेर अनि मजाले लाग्दिन पर्छ कालिम्चोक टु मन्थली रामेछाप हिमाल त यस्तो रमाइलो ठाउँ यस्तो रमाइलो छ है यो चाहिँ धेरै सुन्दर अझ यो घाम क्लियर लागेको अहिले दिउँसोमा चाहिँ एकदम झन् क्लिन देखिन्छ आज चाहिँ अलिअलि तुवालो पनि छ जस्तै तुवालोले गर्दा अलिअलि ऊ पनि हुन्छ यस्तो हो यो चाहिँ पुरै चारैतिर यहाँबाट भन्दा नि उतापट्टिबाट पुरै देखेको थिएँ मैले भ्लग बनाइन उता यतापट्टि मात्रै बनाएँ किनकि उता बोल्नै मनै लागिरहेको थिएन अघि मलाई पुरै एक्लै धुनमा अल्छी नै लागिरहेको थियो होइन वाउ यो नि त स्वर्ग देख्ने त आनन्द गाउँको भ्यू हिँड्दै जाँदा मजा आउँथ्यो यति नै हो उतापट्टि त गइएन नि यसपालि एक्लैलाई